हेलो गाइज, चेक चेक चेक। गुड मर्निङ सबैजनालाई। हुन त 12 बज्न लागिसक्यो होइन। नाखाली बुझ्दैछ यार मेरो यार। अब त जाडो नै आयो होइन। धुन हिजो नआएको बर्बाद छ। यो भएन भने चाहिँ गाह्रो पर्छ यार जिन्दगीमा गाइज होइन। धेरै त होइन, थोरै। हिजोको मिठाई हो यो उब्रेको होइन। हिजो के जस्तो पनि लाग्थेन, आज चाहिँ फेरि आमा। अनि स्टोरी टाइम होइन। यो हिजो चाहिँ होइन 500 को एउटा नोट थियो कि यो कसरी यस्तो भयो त होइन। हिजो होइन पेट्रोल हाल्न भाइटिका लाउन जाने भने निस्किन लागेको भाइ र म। भाइको स्कुटरमा पेट्रोलै छैन होइन। अनि के होइन पेट्रोल हाल भनेर चाहिँ मम्मीले 500 रुपियाँ दिएर चाहिँ कि भाइलाई होइन। र के गर्ने, हिजो पेट्रोल पम्प चाहिँ एउटा पनि पेट्रोल पम्प खुल्ले थिएन कि। भाइटिकामा कहाँबाट पेट्रोल पम्प खुल्छ त नि होइन। त्यहाँ हाम्रो गल्ती भइहाल्यो हिजो। अनि होइन त्यो पैसा झन् पेट्रोल हाल्ने कहाँको झन् उल्टे तासमा पो युज भइगएको थियो कि होइन। त रोक्नु एकैछिन, एक मिनट। त्यो पैसा इन्भेस्ट भयो पेट्रोलमा होइन, तासमा होइन। गेम चलिरहेको थियो तर अचानक होइन भरे त्यो पैसा त 500बाट 200बाट फेरि 400 300 है। तल माथि तल पैसा त डेन्जर के यार। खेल्दै थिएँ होइन। एकैचोटि त्यो हुन्छ नि त्यो आफू त्यो भित्रको के त्यो सेल्फ के होइन, त्यो अचानक मसँग बोले जस्तो लाग्यो कि। भन्छ युनिभर्सल गाइडेन्स इनर सेल्फ होइन, हो त्यस्तै कि मैले फिल गरेँ कि। पछि त्यो इनर सेल्फको भोइस म भित्र कनेक्ट भएपछि चाहिँ होइन कस्तो भइसक्यो थाहा। हिम्मत नहार यार होइन। परिवारको इज्जत अब तेरो हातमा छ। हिम्मत हार्नुहुन्न। अनि त्यसपछि चाहिँ कस्तो अर्कै एनर्जी फिल गरेँ कि मैले चाहिँ होइन। मलाई याद छ होइन एकदम डिमोटिभेटेड एकदम दुखी मान्छे पनि कस्तो 81 मलाई एनर्जी आए जस्तो भयो। अनि त्यसपछि चाहिँ मलाई याद छ कि मेरो लास्ट गेमतिर चाहिँ म जित्दै गइरहेको थिएँ। यो भइहाल्थ्यो। आई थिङ्क मिराकल डु ह्यापन्स। अनि पछि लास्ट ठ्याक्क म जित्दै गएको थिएँ। अनि म खुसी भएर यस्तो माथि हेरेको थिएँ। हेर्ने बित्तिकै यस्तो त्यो कस्तो उज्यालो एउटा मान्छे जस्तो एकदम चकिलो मान्छे देखेँ। 6-7 हाट्थ्यो 3-4 टाउको। अनि यस्तो गरिरहेको थिएँ कि रे यस्तरी पास भइरहेको थिएँ होइन। ठ्याक्क हामी गोलो बनाएर बसेको थियो नि त। अनि बहिनी छेउमा थियो म छेउमा थिएँ। ठ्याक्क त्यो बहिनीको टाउकोमा यस्तो जान लाग्थ्यो क्या। अनि मैले यतिकै यस्तो गर्दै थिएँ होइन। यस्तो गरेको ठ्याक्क मेरो टाउकोमा पऱ्यो कि त्यो माथिबाट यस्तो गरेको थियो। अनि त्यहाँको रे चाहिँ मेरो टाउकोमा पऱ्यो भरे। त्यसपछि चाहिँ 50 या 100 150 वरिपरि थियो म 500बाट। त्यसपछि चाहिँ आरामले 200 300 400 500 हुँदै टक्कै मैले चाहिँ धेरै पैसा कमाएँ। त्योभन्दा पनि धेरै पैसा कमाउने मलाई अवसर थियो। तर म चाहिँ अनि त्यस्तो लोभ चाहिँ मलाई गर्न मन लाग्दैन होइन। मासुहरू चाहिँ खान्छु तर मान्छे म खुसी नै थिएँ होइन। मलाई त्योभन्दा धेरै चाहिएको पनि थिएन। मेरो सानो तिहारको स्टोरी चाहिँ यही नै हो। रिटेक चेक गाइस। सनसेट चाहिँ हेर्न पाएन होइन। यहाँ आउँदासम्म चाहिँ सबै सनसेट भइसकेको थियो। ल अहिले चाहिँ एउटा नयाँ बार चाहिँ हालेर रहेछ त्यहाँ यार। त्यही नयाँ देखेँ यहाँ चाहिँ। आजको मेरो स्पोर्ट मिट हुन भएन। ठ्याक्क अँध्यारो भएपछि नै यो ठाउँ भेट्टाउनु पर्छ कि फेरि के भन्ने होइन यो ठाउँलाई। होरी यो झाडले हो कि पक्कै अहिलेको मेरो भिडियो बिगारेको। अँध्यारो भयो यार फेरि। बिहानै आउनु पर्ने भयो है गाइज। ल यार होइन के भन्नु त नि अरू भोलि होइन। अब पर्सि आउनुपर्छ यहाँ। तर यार जाडो पनि बढ्यो नि त आजकल होइन। घर जाँदासम्म त यो ज्याकेट लाएन भने त यार पसिनाले भिजेर यार निमुनिया हुन्छ कि। अब चिसो डेन्जर हावा आउँछ नि त फेरि डाँडामा त। ल त्यही हो गाइज। कस्तो कि बोल्न नि पर्ने याद पनि गर्न पर्ने कि। अब भनेर भ्लग नबनाउँदा त मुखमा जे आयो त्यही बोल्यो सक्यो आनन्द हुन्छ नि त है। यहाँ त बोल्न नि पर्ने
फेरि के त्यो भनेको कुरा प्रष्ट भयो कि भएन त्यो पनि हेर्नुपर्ने। गाइज हामी चाहिँ घर जाँदैछौँ है। यहाँ चाहिँ गाइज कि पाइ जे भनेर बोले नि भयो होइन। म यस्तै सर्टकट गल्ली आउँछु कि झ्यामला कसले पनि देख्दैन होइन। म बकवास गर्न मिल्छ नि त मजाले।